15 जुनदेखि स्कटल्यान्डमा हुन लागेको T20 ट्रायङ्गुलर सिरिजको लागि नेपालले राष्ट्रिय टोलीको घोषणा गरेको छ। 15 जुनदेखि 20 जुनसम्म हुने T20 सिरिजमा स्कटल्यान्ड र नेदरल्यान्ड्ससित नेपालले त्रिकोणात्मक T20 सिरिज खेल्नेछ। रोहित पौडेलको कप्तानीमा 16 सदस्यीय टोलीको घोषणा गरेको नेपाली राष्ट्रिय टिममा रोहित पौडेल कप्तान, आसिफ शेख, कुशल भुर्तेल, अनिल कुमार शाह, भीम सार्की, बसिर अहमद, दिपेन्द्र सिंह एरी, सन्दीप लामिछाने, करण केसी, ललित नारायण राजवंशी, नन्दन यादव, रिजन ढकाल, किरण ठगुन्ना, लोकेश बम, रूपेश कुमार सिंह, आसिफ शेख रहेका छन्। स्कटल्यान्डमा भएको वानडे सिरिजमा राम्रो प्रदर्शन गरेका गुलसन झा र सोमपाल कामी घाइते भएका हुनाले यस T20 सिरिजबाट बाहिरिएका छन्। 15 जुनदेखि 20 जुनसम्म हुने ट्रायङ्गुलर सिरिजमा नेपालले पहिलो खेल 16 जुनमा नेदरल्यान्डसित खेल्नेछ। दोस्रो खेल 17 जुनमा स्कटल्यान्डसित खेल्नेछ भने नेपालले तेस्रो खेल नेदरल्यान्डसित 19 जुनमा खेल्नेछ र सिरिजको अन्तिम खेल स्कटल्यान्डसित 20 जुनमा खेल्नेछ। यसअघि स्कटल्यान्डमै भएको वानडे सिरिजमा नेपालले राम्रो प्रदर्शन गरेको थियो। 4 खेलको सिरिजमा नेपालले 3-1ले नतिजा आफ्नो हातमा पारेको थियो, जसमा नेपालले स्कटल्यान्डलाई 2 खेलमा 1 खेलमा पराजित गरेको थियो भने नेदरल्यान्डलाई 2 खेलमा 2 खेलमै पराजित गरेर राम्रो प्रदर्शन गरेको थियो। अब हुने T20 म्याचमा त्यस्तै प्रदर्शन गर्छ कि कस्तो प्रदर्शन गर्छ हेर्न बाँकी रहेको छ। तपाईको नजरमा नेपालको राष्ट्रिय T20 टिम कस्तो लाग्यो कमेन्ट गर्नुहोला। भिडियो मन पर्यो भने मेरो युट्युब आइडीलाई सब्स्क्राइब र लाइक गर्नुहोला।